हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। र म चाहिँ आज कहाँ जानु लागेको भन्दाखेरि बाइकमा यहाँ दाइ हुनुहुन्छ। म चाहिँ आज डुल्न जानु लागेको। अब त्यो गएको ठाउँको नाम चाहिँ भिडियो हेर्दै गर्नु, म लास्टमा भनिदिन्छु। यहाँ दाइ हुनुहुन्छ बाइक साइक। हामी चाहिँ फिलहाल त अहिले तानसिन जान्छ, तानसिनबाट अब कता कता हुन्छ। मेरो चाहिँ झोला नि प्याक भइसकेको छ। आमा पनि चाहिँ यहाँ सामान लिँदै हुनुहुन्छ। अब चाहिँ म कहाँ जानु लागेको भन्ने कुरा चाहिँ त्यो लास्टमा हेर्नु होला, म लास्टमा भन्छु। त्यही हो। अब हामी चाहिँ यहाँ यता कुन ठाउँमा दाइ हो? चिदीपानीतिर आइसक्यो। अन्त यहाँ हुन्छ हामी चाहिँ एउटा खतरावाला माडीको भ्यू देख्यौँ के, त्यही भएर यसो हल्ला देखाइदिउँ भनेर देख्न सक्नुहुन्छ कि लुक एट द भ्यू माडीको देख्न सक्नुहुन्छ। अनि यस्तो गाई भ्यू स्यू देखाइदिउँ भनेर दाइ र म चाहिँ झरेको। दाइ चाहिँ यहाँ हुनुहुन्छ। अब चाहिँ झोला सोला लिएर हामी चाहिँ भिरेर हिँडेको। फिलहाल त अहिले चाहिँ तानसिनतिर हिँडेको दाइसँग। अब तानसिनबाट चाहिँ म कहाँ जान्छु भन्ने कुरा चाहिँ त्यो अब भिडियोमा लास्टमा भन्नेछु, हेर्दै जानु होला सबैजनाले, माया देखाइदिनु होला। त्यही हो। अब चाहिँ म सिधै तानसिन गएर हजुरहरूलाई देखाउँछु बाइकको छान। म चाहिँ फिलहाल तानसिन टुडी खेल आइसकेको छु, देख्न सक्नुहुन्छ। आज यहाँ के को रमाइलो रहेछ, रनिङ सिलको लागि जहाँसम्म होला यो चाहिँ यतातिर छ। म चाहिँ तानसिन टुडी खेल आइसकेको छु। अब चाहिँ यहाँबाट चाहिँ बसमा चाहिँ म बुटोलसम्म जानेछु। बुटोलबाट चाहिँ अब कहाँ हो के हो कसो चाहिँ भिडियोमा हेर्दै गर्नु होला। चाहिँ म यहाँ तानसिन टुडी खेल आएर बसिरहेको छु। हाम्रो चाहिँ उता बागुनको अङ्कलहरू आउनु भएको छ अरे एउटा बसमा, त्यही भएर त्यो बसमा जाने हो। त्यो बस चाहिँ कति बेला आउँछ थाहा भएन। बस आएपछि बसमा जाने हो। अहिले चाहिँ कति बेला आउँछ त्यही हो, हेर्दै गर्नु होला ब्लग चाहिँ। सबैजना माया देखाइदिनु होला। म चाहिँ अब बसमा चढेर बुटोलतिर गएको देखाउँछु। त्यही हो, हेर्दै जानु। चाहिँ फिलहाल तानसिनबाट हिँडिसक्यौँ पर चाहिँ पुग्यौँ। अहिले चाहिँ यहाँ हाम्रो साथमा आउनु पनि यहाँ देख्छ हुन्छ लुम्बिनी मेडिकल कलेज। फिलहाल चाहिँ हामी यहाँ आयौँ। अब चाहिँ हाम्रो यात्रा भनेको चाहिँ फिलहाल चाहिँ बुटोलसम्म देखिरहेको छ, सक्नुहुन्छ। हाम्रो चाहिँ बुटोल आइसक्यो। हाम्रो हेर्न सक्नुहुन्छ बुटोलमा यता यहाँ चाहिँ बस चाहिँ यहाँ तेल हाल्न रोकेको। उता आन्टीको घर जाने कुरा छ, हजुर त्यो गएर भेट्न पाएँ। म चाहिँ फिलहाल आन्टीको घर आइसकेँ। अहिले चाहिँ आन्टीको घर छु बुटोलबाट। म चाहिँ यहाँ बुटोल बजारतिर छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो आन्टीको घर भयो। अनि के भन्छ अहिले चाहिँ 1 बजिसक्यो। हामी चाहिँ 1 बजीतिर आयौँ बुटोलबाट तानसिनबाट चढेको। म फिलहाल चाहिँ बुटोल आएको छु। म खासमा किन आएको छु भन्दाखेरि म चाहिँ भोलितिर काठमाडौँ जान्छु होला। काठमाडौँ जानको लागि आएको खासमा अङ्कलसँग। अङ्कल चाहिँ विदेश जाने, उहाँ चाहिँ। म चाहिँ फेरि त्यहाँ हाम्रो मामा हुन्छ, मामासँग यसो घुम्न डुल्न जानु लाग्यो। त्यही चाहिँ हाम्रो आन्टीहरूको घर देख्न सक्नुहुन्छ। यस्तो राम्रो छ, छतमा देखाइदिने होला छततिर पनि जाउँ। कस्तो छततिर कस्तो छ त माहौल। यहाँबाट देखिँदो रहेछ होला। लुक एट द भ्यू बुटोलको। मौसम घाम लागिरहेछ जस उता चाहिँ त्यो कुहिरो लागेको छ। रमाइलो ठाउँ छ बुटोल। सबैजनाले हेर्दै गर्नु होला। अब चाहिँ हामी चाहिँ घर बस्दा बस्दा झ्याउ लाएर दाइ र म भएर बल खेल्न त होइन, म चाहिँ हेर्नु हिँडेको। हामी दाइ चाहिँ बल खेल्न हिँडेको। यहाँ हुन्छ क्विक स्पाइकर क्विक होइन र ए आजभोलि ओपन हो अरे। खतरा सेक्ट हुन्छ यहाँको। यसो गेम म हजुरहरूलाई देखाइदिन्छु, अहिले हेर्दै जानु होला कस्तो खेल्नुहुन्छ भनेर। अब चाहिँ म चाहिँ अहिले यता ग्राउन्डतिर बल खेलेको आएको। लुक एट द गेम। कहाँ लाग्यो बुटोलको ओनर खेलाडीहरू।
अब चाहिँ एकछिन बल सल खेलेको हेरेर जानु पर्ला घरतिर। कालो आएर ढिलो म चाहिँ भर्खरै बल खेलेको हेरेर आइसकेँ। अब चाहिँ खानासाना खानु लाग्यो। अब खानासाना खाएर भ्याएपछि सुत्नु पर्ला। अब आजलाई भ्लग यति नै हुन्छ। अब अर्को भ्लग काठमाडौँ गएको भ्लग चाहिँ अब अर्कोमा हाल्छु, अर्को नेक्स्ट भ्लगमा हाल्छु। आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, हिट द बेल आइकन। यति भन्दै आजलाई म बिदा लिन चाहन्छु। फेरि भेटौँला न्यू डे न्यू भ्लगको साथ। अहिलेलाई बाई गाइज। फेरि भेटौँला अर्को भ्लगमा काठमाडौँ गएको।